दर्शन अनि नमस्ते सबैलाई। हामी यति बेला ठ्याक्कै साँझको बेलुकाको समयमा छौँ अनि यति बेला चाहिँ हाम्रो गाउँमा आँधी हावाहुरीसँगै पानीको बर्सात झर्यो अनि त्यसकारण चाहिँ गाउँमा विभिन्न क्षतिहरू भइराखेको छ। अनि कसैको जस्ताहरू फालेर खाना पकाउने बनाएको टराहरू फालेर पालीहरू फालेर चाहिँ धेरै क्षति भइरहेको छ। र यति बेलाको समयमा हाम्रो घरमा पनि अनि त्यहाँ ठ्याक्कै हामीले अनि केही दिनपछि एक दुई दिनपछि हाम्रो गाउँमा बिहे पनि छ। अनि बिहेको लागि भनेर धोएर सुकाएको साडी मेरो बुढीको हावाल चाहिँ कहाँ पुर्यायो कहाँ गयो साडी कहाँ गयो हावाले चाहिँ हामी अहिले यो खोजी कार्य चाहिँ हाम्रो जारी नै छ। देख्न सक्नुहुन्छ हाम्रो जस्ता पनि माथिबाट फालेर तल छ। एउटा मेरो भाइ अनि साथै म चाहिँ हामी साडी खोज्न हिँडिराखेका छौँ। बुढीको साडी चाहिँ हराएर हामी कता गयो भनेर चाहिँ चिन्ता पनि लागिरहेछ। अब बिहेको लागि भनेर धोएर सुकाएको साडी हावाल चाहिँ कहाँ पुर्यायो देखिँदैन कता छ के छ हेर्दैछौँ। त्यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो भाँडा ढक्कन पतेलाको ढक्कन चाहिँ यहाँ ल्याइदिएको छ। कम्तीमा माथि घट्छ भनेदेखिलाई यहाँसम्म पुर्याइदिएको छ देख्न सक्नुहुन्छ। अनि यति बेला चाहिँ भर्खरै मात्रामा यो हावाहुरी चाहिँ रोकिराखेको छ। अनि हामी साडी खोज्न हिँडिराखेका छौँ। कतै रुखहरू भाँचिएर पनि नोक्सान भइरहेको छ। अनि देख्न सक्नुहुन्छ हाम्रो गाउँमा यो टिमुरहरू चाहिँ धेरै हुने गर्छ। अनि टिमुरहरूको हाँगा पनि भाँचिराखेको छ कता। अनि हामी हिँड्दैछौँ। कहाँ गयो छ साडी कहाँ गयो छ कहाँ हो र खै कहाँनिर छ कहाँ तल छ भुइँमा देख्न सक्नुहुन्छ मेरो बुढीको साडी चाहिँ यहाँनिर यो यत्रो रुखको माथि ल्याएर चाहिँ हावाले यहाँ झुन्डाइदिएको छ। अनि अरू थुप्रैवटा कब्राहरू चाहिँ भेटिएको छैन। त्यसै गरी देख्न सक्नुहुन्छ साडी आम्मामा कहाँ त्यहाँ अड्किरहेको छ। देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ एकदमै है मेरो बुढीको साडी चाहिँ हावाले माथिको हाम्रो घर चाहिँ माथि छ त्यहाँनिर। अनि त्यहाँबाट हावाले उडाएर चाहिँ यति टाढा घुमाउँदै ल्याएर यहाँ ठ्याक्कै रुखको हाँगामा चाहिँ अड्काइराखेको रहेछ। अनि आजको हावाहुरीले चाहिँ एकदमै नोक्सान गर्यो। हाम्रो थुप्रैवटा कपडाहरू धोएर सुकाइरहेको थियौँ। अनि अघि नै पानी आउँछ हावाहुरी आउँछ भन्ने थाहा पाएको भए अथवा त्यस्तो लागेको भए चाहिँ हामी त्यो कपडाहरूलाई भित्र राख्ने थियौँ। हामीले चाहिँ सबै धोएर बाहिर राखिराखेका थियौँ। अनि भाइको कपडा पनि कतिवटा हराइराखेको छ ज्याकेटहरू अनि थुप्रैवटा कपडाहरू चाहिँ जुत्ताहरू हावाले कहाँ पुर्यायो। बुढीको साडी चाहिँ यहाँनिर भेटिएको छ। हजुर बुबा साडी मम्मी त भेट्नु त माथि छ। अरू भेटिया छैन न त यहाँ त अझ ज्याकेटहरू भेटिया छैनन्। भेप्च्याउ ढक्कन यहाँ रहेछ। माथि टुप्पी रुखमा अड्किएको छ नत्र तलै लग्ने हो। अचानक आयो हो क्या यो त पहिला। हुन्छ हामी चाहिँ अब साडीलाई निकाल्नेछौँ। भाइ चाहिँ रुखमा जाँदैछ साडी निकाल्नलाई। अनि चिप्लो होला फेरि पनि छ बाँकी च्यातेको छ कि छैन। देख्न सक्नुहुन्छ। अनि माथि हाँगोमा चाहिँ
अड्काइराखेको रहेछ अनि चाहिँ सारीको उद्धार गर्दैछु मैले च्यातिएको छैन नि देख्न सक्नुहुन्छ सारी चाहिँ एकदमै केही पनि भएको छैन एकदमै हावालाई धन्यवाद छ यहाँसम्म ल्याए पनि अब च्यातिन चाहिँ च्यातिएन छ च्यातिएन छ च्यातिन चाहिँ आउँदैन क्या हो हामीले सकुशल सारीको उद्धार गर्न सफल भएका छौँ अब चाहिँ यसलाई यति सामान चाहिँ हामीले भेटाउन सक्यौँ है धोएर राखेको कपडाहरूमध्ये एउटा सारी चाहिँ भेटियो देख्न सक्नुहुन्छ तपाईँहरूले सारी एकदमै बुढीलाई मनपर्ने सारी पनि हो यो हराउनु भनेकै मनपर्ने कुरा है मन परेको सारी पनि हो अनि यो सारी चाहिँ हराइसक्यो थोरैले भनौँ न अब यति टाढा ल्याइराखेको थियो उता पारी जङ्गलतिर लगेको भए चाहिँ भेटिन्थेन होला हामीले थोरै पर चाहिँ पतेलाको ढक्कन पनि छ यो पनि हामीले भेटायौँ अनि थुप्रो एउटा कपडाहरू बाबाको अनि आमाको भाइको सानो बाबुको कपडाहरू पनि थियो सबै कपडा चाहिँ धोएर सुकाएको कहाँ गयो यो सारी चाहिँ लामो भएर होला रुखमा अडिराखेको रहेछ अनि अरू सानो कपडा चाहिँ कहाँ लयो खोज्दैछौँ भोलिसम्म भेटिन्छ कि है हुन्छ सबैजनालाई फेरि पनि दर्शन अनि नमस्ते भन्न चाहन्छु आजको हावाहुरीले चाहिँ एकदमै कहाँ कुन ठाउँमा अनि असर गर्यो है अरूको गाउँतिर थुप्रो एउटा गाउँमा पनि नोक्सान गर्न सकेको हुन्छ तपाईँहरूको चाहिँ कमेन्टमा भन्नु होला है तपाईँको गाउँतिर चाहिँ आजको आधी हावाहुरीले चाहिँ असर पार्यो कि पारेन है हाम्रो गाउँतिर त हल्का फल्का असर चाहिँ पार्यो है केही रुखहरू पनि बाँचिराखेको छ म एकछिनमा देखाउनेछु देख्न सक्नुहुन्छ अनि हाम्रो गाउँमा चाहिँ टिमुर थुप्रै हुने गर्दछ अनि हाम्रो आँगनमै चाहिँ टिमुर एकदमै मजाले फलिराखेको थियो फल पनि राम्रो थियो अनि आजको हावाहुरीले चाहिँ यो टिमुरलाई ठ्याक्कै तल जग्गै मुनिबाट भाँचेर ठ्याक्कै यहाँ ल्याइदिएको छ घरको आँगनमै छोडिदिएको छ अनि यहाँनिर चाहिँ ल्याइदिएको छ अनि अरू रुखलाई त केही पनि त्यस्तो भएको छैन लप्किरहेको छ यो रुखलाई चाहिँ ठ्याक्कै भाँचेर यहाँनिर ल्याइदिएको छ है त एकदमै आजको हावाहुरीले हामीलाई चाहिँ घाटा गर्यो होइन कतिवटा कपडा हरायो बुढीको सारी चाहिँ रुखमा लट्केको भेटाइयो होइन ल हुन्छ धन्यवाद सबैलाई भिडियो हेरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु होला तपाईँहरूको गाउँतिर के कस्तो भयो आजको दिन हावाहुरीले असर पार्यो कि पारेन होइन कमेन्टमा भन्नु होला हुन्छ बाई